जय श्री राधेश्याम। आज चाहिँ हामी ग्रहको बारेमा बोल्दैछौँ। पहिला ग्रह त सूर्य नै हुन् नवग्रह मध्येमा। हामी नवग्रहको दिन्छौँ, तर आज होइन। आज एउटा ग्रहको, भोलि एउटा ग्रहको यसै दिन्छौँ। तपाईँहरूले युट्युबमा गएर हेर्न पनि सक्नुहुन्छ। हाम्रो जीवनमा ग्रहको धेरै महत्त्वपूर्ण छ। ग्रह हाम्रो जीवनलाई चलायमान गर्नको लागि भगवानको कृपाद्वारा उनीहरू हाम्रो शरीरमा सूक्ष्म रूपमा बसेका छन् र सूक्ष्म रूपमा बसेर हाम्रो जीवनलाई चलायमान गरेका छन्। हाम्रो कुण्डलीको रूपमा बसेका छन् या ऊर्जाको रूपमा बसेका छन्। तर हामीलाई नदेखिए पनि त्यो हामीले महसुस गर्छौँ। हाम्रो जन्म कुण्डलीमा गएर ज्योतिषलाई देखाउँछौँ, यो यस्तो रहेछ उस्तो रहेछ भनेर। यो सबै कुरो हामीलाई थाहा हुँदाहुँदै पनि हाम्रो कुण्डलीमा कुन ग्रह निच हुँदाखेरि हामीलाई के गलत भइरहेको हुन्छ, उच्च हुँदाखेरि के फाइदा भइरहेको हुन्छ, यही विषयमा हामी आज कुरा गर्दैछौँ। बाँकी पूर्ण अरू भिडियोमा हामी दिइरहेका हुन्छौँ, हेर्नुहोला। सूर्य ग्रह कसैको कुण्डलीमा निच छ, सूर्य कमजोर भयो भने पहिला कुरो चाहिँ हामीले भौतिक शरीरमा बसेर के गर्ने त? कसलाई सम्मान गर्दाखेरि सूर्य ग्रह उच्च हुन्छन्? पितालाई सम्मान गर्ने। यदि कसैले आफ्नो छोराले या छोरीले आफ्नो घरमा बसेको पितालाई सम्मान गर्छ, पितालाई माया गर्छ, सम्मान गर्छ, इज्जत गर्छ भने उसको सूर्य ग्रह जहिले पनि उच्च हुन्छन्, जहिले पनि उच्च हुन्छन्। दोस्रो, अब सूर्य ग्रहलाई हामीले पूजा पाठ गरेर सूर्य ग्रह कसरी? सूर्यलाई पानी चढाउने आइतबार 12 आइतबार, 12 सूर्य छन् भनेको 12 महिनाको 12 सूर्य हो। 12 आइतबार हामीले पानी चढाउन सक्छौँ सूर्यलाई। आइतबार बिहान पानी चढाउँछौँ। त्यसमा पनि हाम्रो अरू युट्युब च्यानलमा हामीले मन्त्र दिएका छौँ, हेर्न सक्नुहुन्छ तपाईँले। सूर्यलाई पानी चढाउने यो चाहिँ ग्रहलाई शुद्धिकरण गर्ने तरिका। अब हामीले सूर्य ग्रहलाई उच्च बनाउनको लागि हामी वृद्ध आश्रम, बाल आश्रममा गएर पनि हामी दान पुण्य गर्न सक्छौँ। र जरुरतमन्द भन्छ, जो मान्छे आवश्यक छ, जो मान्छे कमजोर छ, जो मान्छे हस्पिटलमा उपचार गर्न पाएन, जो मान्छे चाहिँ जिन्दगीबाट हारिरहेको छ, त्यसलाई सहयोग गर्नु भने सूर्य उच्च हुन थाल्छ। सूर्यको आशीर्वाद तपाईँलाई प्राप्त हुन थाल्छ। अब हाम्रो जीवनमा सूर्यलाई प्राप्त गर्नको लागि हामीले मन्दिरमा, कोही पनि मन्दिरमा हामीले दीप दान गर्न सक्छौँ। दीप भनेको अग्नि हो, सूर्य भनेको पनि के हो? अग्नि हो। हामीले मन्दिरमा गएर दीप दान गर्न सक्छौँ। मन्दिरमा, शिवालयमा, कृष्ण मन्दिरमा, राम मन्दिरमा, या तपाईँहरूको आस्था जहाँ जहाँ छ, जुन जुन मन्दिरमा आस्था छ, त्यहाँ गएर तपाईँले दीप दान गरिदिन सक्छौँ, बत्ती दान गरिदिन सक्छौँ। त्यहाँ बाल्ने सलाई, लाइटरहरू दान गरिदिन सक्नुहुन्छ, होइन? अग्नि तत्त्वहरू दान गरिदिन सक्नुहुन्छ। यो पनि तपाईँको सूर्य उच्च हुनेछ। सूर्य उच्च हुने यो क्रिया हो। अनि हामीले सूर्य ग्रह निच भयो। अब हामीले अरू केही गर्यो भने हामीले घरमा आएर आफ्नो घरमा चाहिँ ब्राह्मण गुरुद्वारा चाहिँ सूर्यको महास्तोत्रद्वारा हवन गर्न सक्नुहुन्छ। सूर्यको महास्तोत्रद्वारा हवन गर्न सक्नुहुन्छ, 1.25 लाख मन्त्रद्वारा। यो पनि एउटा तपाईँलाई हो। बाँकी रहेको हामीले अब सूर्यलाई राम्रो गर्नलाई बीज मन्त्र के सूर्यको, जस्तो हाम्रो कुण्डलीमा भएको हिसाबले गऱ्यो भने हाम्रो मणिपूर्ण चक्र कसको प्रतीक हो? मणिपूर्ण चक्रमा कुन ऊर्जा छ? के तत्त्व हो? अग्नि तत्त्व हो। मणिपूर्ण चक्रको मन्त्र के हो? रम हो। यदि तपाईँले अब केही पनि गर्नु भएन, केही गर्न मन लागेन, गर्दिनँ भन्नुभयो भने तपाईँले बिहान बेलुका चाहिँ एउटा साधनाको रूपमा बनाएर हामीले मुद्रा छ, यो मुद्रा विज्ञान पनि हामी तपाईँलाई कुनै दिन त्यो युट्युबमा हेर्न सक्नुहुन्छ, पाउनुहुन्छ तपाईँले। मुद्रा विज्ञानमा गएर मुद्रा, हातको मुद्रा बनाएर चाहिँ तपाईँले मन्त्र जप्न सक्नुहुन्छ। राम 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 राम। यो राम मन्त्र जप्दाखेरि तपाईँको सूर्य उच्च हुन्छ। किनभने सूर्यवंशी राम थिए। अनि बीज मन्त्र पनि के भयो? कुण्डलीको मणिपूर्ण चक्र रम भयो। त्यस कारणले यो विभिन्न किसिमका हामीले यहाँ तपाईँहरूलाई बताइदिएको छ। अरू पनि छ अन्य, तपाईँलाई अरू युट्युबमा गएर हाम्रो खोज्नु पनि सबै चिज तपाईँले पाउनुहुन्छ। भोलिका दिन तपाईँहरूलाई हामीले सबै कुरा बताइदिनेछौँ। जय श्री राधे, जय श्री श्याम। धन्यवाद।